नमस्कार दर्शकबिन, तपाईहरु हेर्दै हुनुहुन्छ बर्दिया खबर। नागरिकको आवाज, स्वतन्त्र पत्रकारिताको साहस। बर्दियाको राजापुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष 2081-82 को वैशाख मसान्तसम्ममा वार्षिक राजस्व लक्ष्यको 97% राजस्व सङ्कलन गरिसकेको छ। चालु आर्थिक वर्षमा 2,14,16,000 रुपैयाँ राजस्व सङ्कलन लक्ष्य रहेको मध्ये वैशाख मसान्तसम्ममा 2,08,00,000 रुपैयाँ सङ्कलन भइसकेको राजापुर भन्सार कार्यालय बर्दियाका कार्यालय प्रमुख धनबहादुर शाहीले जानकारी गराउनुभयो। कार्यालयले राजस्व चुहावट नियन्त्रणमा विशेष सक्रियता देखाएको छ। यसै सन्दर्भमा कार्यालय प्रमुख शाही र सञ्चारकर्मी मेनका चौधरी बीचको सुनौ संवाद। समुदायहरू, आज हामी राजापुर भन्सार कार्यालयका प्रमुख धनबहादुर शाहीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न गइरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत एवं नमस्कार छ। हार्दिक स्वागत छ सरलाई। हामी यस वर्ष तपाईहरूले चाहिँ यस आर्थिक वर्षमा 2081-82 मा राजापुर भन्सार कार्यालयले कति प्रतिशत राजस्व सङ्कलन गरेको छ सर? यसको बारेमा तपाईसँग प्रत्यक्ष केही कुराकानी गर्न आएका छौँ, केही बताइदिनुहुन्छ कि सर? यो राजापुर भन्सार कार्यालयलाई चाहिँ यो आर्थिक वर्ष 81-82 मा प्राप्त भएको राजस्व लक्ष्य भनेको 2,14,16,000 राजस्व लक्ष्य रहेको थियो। त्यसमा हामीले चाहिँ वैशाख महिनासम्म 2082 वैशाखको मसान्तसम्म हामीले राजस्व 2,08,00,000 सङ्कलन गरिसकेको अवस्था रहेको छ भने जुन वार्षिक लक्ष्यको झन्डै 97% राजस्व रहेको छ। चाहिँ यो हामीले जुन लक्ष्य प्राप्त भएको छ त्यो लक्ष्य चाहिँ मिट गर्दा चाहिँ हामीले चाहिँ 3% राजस्व सङ्कलन गर्नुपर्ने अवस्था रहेको छ। बर्दियामा मैले सुनेको अनुसार तपाईँ कार्यालय प्रमुख भएर आइसकेपछि बर्दियामा चाहिँ राजस्व चुहावट नियन्त्रण गर्नका लागि तपाईँले एकदम राम्रो सचेतनामूलक कार्यक्रमहरू पनि गर्दै जानुभएको छ भन्ने कुरा जनमासमा आएको छ। तपाईँले यो चुहावट नियन्त्रण गर्नलाई के प्रक्रिया गरिराख्नु भएको छ, के कार्यक्रम गर्दै हुनुहुन्छ सर? राजस्व चुहावटको सन्दर्भमा हामीले चाहिँ यो एउटा चाहिँ राजस्व चुहावट नियन्त्रण समिति भन्ने हुन्छ, जो स्थानीय स्तरको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एउटा चाहिँ समिति हुन्छ। त्यो समितिको बैठक हामीले नियमित बस्ने गरेका छौँ, एउटा कुरा। अर्को कुरा भनेको हाम्रो स्थानीय व्यापारीहरूसँग चाहिँ हाम्रो एउटा समानता मिटिङ चाहिँ हुन्छ। अर्को कुरा चाहिँ प्रत्येक बिएफओहरूसँग प्रमुखहरूसँग हामीले चाहिँ बेला बखतमा चाहिँ एउटा राजस्व नियन्त्रण सन्दर्भमा चाहिँ कोर्डिनेसन गर्ने, सूचना आदान प्रदान गर्ने सन्दर्भमा एउटा मिटिङ पनि बस्ने गरेका पनि छौँ। र अर्को कुरा चाहिँ हामीले चाहिँ नियमित र आकस्मिक बस्ती क्षेत्रअनुसार हामीले स्रोत साधन भएअनुसार जनशक्ति भएअनुसार हामीले चाहिँ क्षेत्रअनुसारको त्यसलाई चाहिँ क्षेत्र पहिचान गरेर चाहिँ हामीले चाहिँ गस्ती गर्ने गरेका छौँ। यो नै हाम्रो चाहिँ काम रहेको छ। सर, यो सरकारलाई यस आर्थिक वर्षमा अर्थमन्दी लागेको कुरा आइरहेको छ। कोरोनाको कहरपछि सरकारमा चाहिँ निकै नै अर्थमन्दी लागेको अवस्थामा तपाईहरूले सरकारको लागि राजस्व सङ्कलन गर्दाखेरि के चुनौतीहरू भोगिराख्नु भएको छ, कसरी काम गरिराख्नु भएको छ, कसरी चुनौतीलाई झेलिराख्नु भएको छ सर? वास्तवमा यो भन्सार कार्यालयले चाहिँ भन्सार लगायतका थुप्रै राजस्व सङ्कलन चाहिँ गर्छ। यसमा चाहिँ अब हाम्रो राजापुर मूल भन्सार अन्तर्गत चाहिँ 8वटा छोटी भन्सार कार्यालय र जसमा अहिले सञ्चालनमा 2वटा कार्यालय मात्र रहेको अवस्था छ। बर्दिया जिल्लाको सन्दर्भमा हेर्ने हो भने हाम्रो राजापुर भन्सार कार्यालय चाहिँ इन्डियातर्फको काउन्टर पार्ट भनेको चाहिँ कतरनिया घाट हो, जहाँ चाहिँ घाटले गर्दा चाहिँ बाटो पुल छैन, त्यसले गर्दा बाटोको चुनौती अवस्था छ। त्यसले गर्दा चाहिँ मालहरू नियमित आउने अवस्था पनि छैन भने अर्को कुरा चाहिँ टिकोनिया बजारबाट चाहिँ त्यो कतरनियाले टिकोनिया भन्सारले चाहिँ कतरनियालाई हेर्ने उताबाट पनि बाटो खुलेको अवस्था छ। त्यसले गर्दा चाहिँ यहाँ चाहिँ राजस्व विगतको तुलना आर्थिक वर्षको तुलनामा यो पछिल्लो आर्थिक वर्षमा राजस्व एकदम न्यूनसँग भएको अवस्था छ भने अर्को कुरा बर्दिया जिल्लाको सन्दर्भमा हेर्ने हो भने यो 83 किलोमिटर चाहिँ जुन सीमा छ त्यो खुल्ला बोर्डर छ। त्यसले गर्दा चाहिँ यसका बाटाहरू अनेकौँ टाइपका छन्। त्यसले गर्दा चाहिँ यो चोरी पैठान नियन्त्रण गर्ने एकदम चुनौतीको रहेको छ। त्यसले गर्दा चाहिँ राजस्व सङ्कलनको सन्दर्भमा हामीले चाहिँ अधिकतम पहल चाहिँ गर्ने गरेका चाहिँ छौँ। अन्त्यमा तपाईँले आम जनसमुदायले के भन्न चाहनुहुन्छ? अन्त्यमा मैले भन्नुपर्ने कुरा के हो भन्नुहुन्छ, एउटा कार्यालय प्रमुख हिसाबले चाहिँ अब 100 रुपियाँभन्दा माथिको मालवस्तुको सन्दर्भमा चाहिँ यो विषय भनेको मैले धेरैचोटि भनिसकेको अवस्था पनि छ। आर्थिक वर्ष यो जुन 2080 साल साउन 1 गते हुन पछाडि जुन मालवस्तुहरू आउँछन् ती मालवस्तुहरूको सन्दर्भमा हामीले चाहिँ 100 रुपियाँभन्दा माथिको मालवस्तुहरू चाहिँ
भन्सार लासती मार्फतहरू चाहिँ भन्सार कार्यालयमा आएर घोषणा गरेर चाहिँ रासो तिर्नुहोस्, वैध व्यापार गर्नुहोस्, अवैध व्यापारलाई निस्तारण गर्नुहोस्, रासो सङ्कलन गरौँ, कर तिरौँ भन्ने तपाईँको दायित्व र चोरी पैठालाई चाहिँ नियन्त्रण गरौँ र कुनै चोरी पैठा घटनाहरू घटिरहेका छन् भने त्यस्तो किसिमको सूचना पनि हामीलाई दिनुहोस् भन्न म चाहन्छु। धन्यवाद। यहाँलाई समय दिनुभएकोमा हार्दिक धन्यवाद। स्थानीयवासीहरूले पनि भन्सार कार्यालयको कामप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर 8 भन्सार टोल निवासी दुर्गेश लोधले सीमित स्रोत साधन हुँदा पनि भन्सार कार्यालयले राम्रो काम गरेको उल्लेख गर्दै भन्सारमा थप चेक जाँचका उपकरण ल्याउनु पर्ने धारणा राख्नुभयो। म दुर्गेश लोध भन्सार अगाडि बस्छु। मेरो हिसाबले यो भन्सारले राम्रो काम गरेछ। यसै गरी गुलरिया नगरपालिका वडा नम्बर 8 आशापुर बस्ने गणेश बानियाले राजस्व चुहावट नियन्त्रणमा भन्सारले गरेको कार्य प्रशंसनीय भएको बताउनुभयो। उहाँले पनि थप उपकरणको आवश्यकता अन्याउनुभयो। मेरो नाम गणेश बानिया हो, वार्ड नम्बर 8 आशापुर बस्छु। भन्सारले चेक जाँच पनि राम्रै गरेको छ, काम पनि एकदम राम्रो गरेको छ। खास अब यहाँ सेवा सुविधाको लागि सेवा सुविधा पनि ठिक दिएको छ, तर सेवा सुविधाको लागि यहाँ मसिनहरू राखिदिनु पर्ने आवश्यकता चाहिँ छ।